सबैजनामा जय सीताराम। म आज मिथुन राशि हुने व्यक्तिहरूको असार महिनाको राशिफल बताउनका लागि उपस्थित भएको छु। असार महिना सूर्य र बुधको प्रभावले प्रथम भावमा रहने भएकाले आर्थिक अवस्थाहरूमा केही सुधार हुने, आफूले सोचे जस्तो प्रतिफल प्राप्त हुने खालको स्थिति निर्माण भएको छ। आर्थिक अवसरहरू चाहिँ सहयोग गर्नेहरू मान्छे साथ सपोर्टहरू मिल्ने खालको स्थिति निर्माण भएको छ। असारको 6 पछि मङ्गल 12औं भावमा प्रवेश गरेपछि खर्चको मात्रा चाहिँ बढ्न सक्छ, अलिक ख्याल गर्नु होला। अलिकति खर्च गर्दा एकदम सही तरिकाले गर्नु होला र समग्रमा आम्दानी र खर्च दुवै सक्रिय देखिएको छ र पारिवारिक जीवनको स्थिति हेर्दाखेरि केही दृष्टिकोणले हेर्दाखेरि राम्रै छ। पारिवारिक जीवन राम्रो देखिएको छ, समझदारी पनि हुने खालको स्थिति देखिएको छ। आफ्नो विचार वा निर्णयमा प्राथमिकता दिने स्वभाव बढ्ने सक्ने भएकाले अलिक ख्याल गरेर अगाडि बढ्नु होला। अरूको विचारलाई सुन्ने कोसिस गर्नु होला। असार 20 गतेपछि चाहिँ केही दोस्रो भाव स्थित प्रवेश गरेपछि परिवारमा सौन्दर्यता कायम हुने खालको स्थिति निर्माण भएको छ। शुक्रको प्रभावले गर्दाखेरि राम्रो परिवारमा चाहिँ राम्रो सद्भाव हुने खालको स्थिति निर्माण भएको छ। सामान्यतया हेर्दाखेरि ग्रहहरू एकदम राम्रो स्थितिमा छन्। मिथुन राशि हुने व्यक्तिहरूले अलिकति ख्याल गर्नु होला। जागिरको क्षेत्रमा चाहिँ अलिक ख्याल गर्नु होला। अलि केही आफूले अब्जेक्स नपाउने अलिकति काममा अलि सावधानीपूर्वक गर्नु होला। कुनै कार्य बिग्रिन सक्ने स्थितिहरू निर्माण भएको छ। जागिरको क्षेत्रमा केही कामको बाधाहरू नै आउन सक्छन्, खालि ख्याल गरेर अगाडि बढ्नु होला। र रोग व्याधिको दृष्टिले हेर्दाखेरि चाहिँ चिन्ताहरू बढ्ने, अनावश्यक चिन्ता लिने, मङ्गल 7औं दृष्टिले गर्दाखेरि सम्बन्धमा तनावहरू सिर्जना हुने, मानसिक अस्वस्थता हुने खालको खानपानमा ख्याल गर्नु होला। अलि शरीरलाई आरामदायी दैनिक व्यायाम गर्नु होला। हजुरहरूले चाहिँ जीवनमा राम्रो हुने स्थितिहरू निर्माण भएको छ। हस् त, धन्यवाद।